सम्पूर्णमा नमस्कार। राष्ट्रिय परीक्षा बोर्डबाट लिइने 12 साइन्सको भौतिक विज्ञान फिजिक्सको एक्जाम भोलि हुँदैछ। 2-3 दिनको ग्याप भए पनि विद्यार्थी भाइ बहिनीहरू एकदमै हतारमा तनावमा हुनुहोला र मेरो प्रिभियस भिडियोमा चाहिँ मैले कुन कुन टपिक्सहरू कसरी पढ्ने र यो सर्ट 3 डेजको क्र्यास कोर्स भनेर दिएको थिएँ र त्यसमा मलाई अधिकांश कमेन्टहरू न्युमेरिकल प्लिज सर भन्नुभएको थियो। अब न्युमेरिकल एकदमै धेरै अथाह हुन्छ, सबै न्युमेरिकल गर्न त सकिँदैन, तर केही स्याम्पल न्युमेरिकलहरू मैले यहाँ देखाउँदैछु र स्याम्पल न्युमेरिकल मैले सोलुसन नै गर्दै छैन है। धेरैजनाको कमेन्ट मलाई कस्तो पनि थियो भने जस्तै म्याथको एक्जाममा हामीले आधी जति गऱ्यौँ, गिवन मात्रै लेख्यौँ, मार्क्स पाइन्छ कि पाइँदैन। जस्तै फिजिक्सको एक्जाममा पनि गिवन मात्रै लेख्यौँ, मार्क्स पाइन्छ कि पाइँदैन, आधी गरौँ मार्क्स पाइन्छ कि पाइँदैन भन्ने धेरैको अलिकति चाहिँ टेन्सन जस्तो रहेको मैले पाएर आज मैले त्यो कुरालाई एड्रेस गर्दैछु। जब तपाईहरूले परीक्षा दिनुहुन्छ र तपाईहरूको परीक्षा कपी चेकिङमा जान्छ, कपी चेकरहरूको लागि चाहिँ राष्ट्रिय परीक्षा बोर्डले एउटा मार्क स्किम बनाउँछ। मार्क स्किम चाहिँ यति गऱ्यो भने यो नम्बरहरू दिने, यो स्टेपलाई यसरी दिने भनेर बनाउँछ। मैले आज मार्क स्किम सहित कसरी चाहिँ तपाईहरुले एक्जाममा चाहिँ तपाईको फिजिक्समा चाहिँ तपाईहरुले जब एक्जाम गर्नुहुन्छ र एक्जाम पछाडी मार्क स्किममा चाहिँ कसरी तपाईहरुले मार्क्स पाउनुहुन्छ भन्ने कुरा चाहिँ मैले त्यसरी चाहिँ देखाउन खोज्दै छु है त। आजको फर्स्ट क्वेशन जस्तै अ कन्स्ट्यान्ट टर्क 200 न्यूटन मीटर टर्न्स द व्हील्स अबाउट इट्स सेन्टर, द मोमेन्ट अफ इनर्शिया अफ अ व्हील इज 100 kg per meter square, 100 kg per meter square. When the wheel starts from rest, calculate the value of kinetic energy after 20 revolution. हामीलाई रोटेशनल काइनेटिक एनर्जी निकाल भनेर यहाँनिर सोधिरहेछ र के दिइरहेछ। हामीलाई टाउको भ्यालु दिएको छ, टाउ दिएको छ 200 न्यूटन मिटर भनेर हामीलाई दिएको छ, अनि हामीलाई आई दिएको छ कति 100 kg meter square भनेर दिएको छ। त्यस्तै चाहिँ हामीलाई नम्बर अफ रिभोल्युसन कति दिएको छ 20 दिएको छ है। अब आज चाहिँ मैले खासै चाहिँ मैले अगाडि नै भनिहालेँ, सोलुसन नै मैले ल्याउँदै छैन। हामीलाई म गिवन मात्रै मार्क स्किमको हिसाबले दिँदैछु। टाउ इजिकल टु हामीले के गर्छौँ, आई अल्फा गर्छौँ। एफ इजिकल टु एमए हुन्छ भने एफ चाहिँ रोटेसनलको केसमा टाउ भयो, टाउ इजिकल टु आई अल्फा भयो। यहाँबाट हामीले अल्फा निकाल्छौँ, टाउ बाई आई गर्छौँ। यदि यो न्युमेरिकल 3 मार्क्समा आएको छ भने हामीले यो गर्दा नै कति आउँछ, हाम्रो 1 मार्क्स आउँछ। अल्फा निकाल्छौँ। त्यसपछि हामीले ओमेगा स्क्वायर इजिकल टु ओमेगा नट स्क्वायर प्लस 2 अल्फा थीटा हुन्छ र ओमेगा नट स्क्वायर भनेको 0 हुने भएको हुनाले 2 अल्फा भयो। थीटाको ठाउँमा हामीले के गर्छौँ, रोटेसन एन दिएको हुनाले 2 पाई एन निकाल्छौँ। यहाँबाट फेरि अर्को भ्यालु आउँछ हाम्रो ओमेगाको। यतिसम्म गऱ्यो भने हामीले फेरि 1 मार्क्स पाउँछौँ र त्यसपछि जब यो आउँछ हामीलाई काइनेटिक एनर्जी, रोटेसनल काइनेटिक एनर्जी निकाल भनेको छ। त्यसको फर्मुला 1/2 आई के हुन्छ ओमेगा स्क्वायर, हाफ एमबी स्क्वायर भयो जस्तो हाफ आई ओमेगा स्क्वायर। हामीसँग आई पनि छ, यहाँबाट हामीसँग ओमेगा पनि छ र फाइनल काइनेटिक एनर्जी इन जूल आउँछ र फेरि हामीले यहाँ 1 मार्क्स पाउँछौँ। अब तपाईँहरूले सोध्नुहुन्छ नि हामीले के पुरै फाइनल आन्सर आयो भने मार्क्स पाइन्छ कि सर गिभनहरू लेखे पनि पाइन्छ भन्नुहुन्छ। तपाईँले गिभनहरू लेख्नुभयो भने खासै त्यस्तो धेरै मार्क्स पाउनुहुन्न। यदि चाहिँ हामी पास हुने ग्रेड भनौँ न 75 को 35% भनेको झन्डै 26.25 27 हुन जान्छ। यदि तपाईँहरूको 24-25 आयो भने चाहिँ यो गिभनहरू यस्तोले पनि नम्बर पाउँछ। नत्र चाहिँ तपाईँहरूले यो निकाल्नु भयो, अल्फा मात्रै निकाल्नु भयो भने मार्क्स पाउनुहुन्छ, ओमेगा निकाल्नु भयो भने पनि मार्क्स पाउनुहुन्छ र के निकाल्नु भयो भने मार्क्स पाउनुहुन्छ। अब केहीसम्म नै कम्प्लिटली गयो भने 3 मार्क्स हुने हो, नत्र हाम्रो के हुन्छ 1 मार्क्स हुन्छ है। यसरी हुन्छ। अब हामी नेक्स्ट क्वेसन अब के दिएको छ, अ मास एम इज अट्याच टु अ स्प्रिङ ओसिलेट्स विथ 2 सेकेन्ड, इफ मास इज इन्क्रिज बाई 2 kg देन पिरियड इज इन्क्रिज बाई 1 सेकेन्ड, वाट विल बी द म्याग्निट्युड अफ इनिसियल मास भनेर हामीलाई दिएको छ। जब हामीलाई स्प्रिङको कुरा आयो त्यसको टाइम पिरियड भनेको टी इजिकल टु 2 पाई रुट अन्डर कति हुन्छ एम बाई के हुन्छ। हामीसँग टाइम पिरियड र मास रिलेटेड छ, त्यही भएर हामीले के बुझ्नु पर्यो, टी प्रोपोर्सनल टु रुट अन्डर एम बुझ्छौँ हामीले है। भने अब हामीले के बुझ्नु जरुरी छ भन्दा टी प्रोपोर्सनल टु रुट अन्डर एम भयो भने अब टी के भनेको छ हेर्नुहोस् त, इफ मास इन्क्रिज बाई 2 kg देन पिरियड इन्क्रिज बाई 1 सेकेन्ड भन्यो भने टी प्लस 1 प्रोपोर्सनल टु के हुँदो रहेछ, रुट अन्डर कति हुँदो रहेछ एम प्लस 2 हुँदो रहेछ। यसलाई इक्वेसन फर्स्ट, यसलाई इक्वेसन हामीले सेकेन्ड मानौँ र दुईटालाई डिभाइड गर्यो भने टी प्लस 1/t भनेको कति हुन जान्छ, रुट अन्डर एम प्लस 2 अपन कति हुन्छ एम हुन जान्छ है। भनेपछि टी भनेको हामीलाई 2 सेकेन्ड दिएको छ, 2 प्लस 1 भनेको कति 3, टी कति छ 2 छ इजिकल टु रुट अन्डर कति हुने भयो एम प्लस 2 बाई कति छ एम छ। हजुरहरूले यहाँबाट के खोज्न सक्नुहुन्छ, एम खोज्न सक्नुहुन्छ है। अब यो फर्मुला लेख्यो भने 1 मार्क्स, यो रिलेसन बनायो भने 1 मार्क्स, यहाँ फर्मुला लेख्यो 1 मार्क्स आयो, यो रिलेसनसम्म गयो 1 मार्क्स आयो, फेरि फाइनल गयो यो क्वेसन 3 मार्क्सको छ भने 1 मार्क्स आयो। यसरी चाहिँ हजुरहरूको मार्क्स आउँछ है त। ल
अब नेक्स्ट क्वेसनमा हामी जाउँ वाटर इज फ्लोइङ थ्रु होरिजेन्टल पाइप अफ नन युनिफर्म क्रस सेक्सन द प्रेसर भेलोसिटी एन्ड एरिया एट अ पोइन्ट एउटा एन्डको नन युनिफर्म टिपको एउटा एन्डको प्रेसर दिएको छ भेलोसिटी दिएको छ एरिया दिएको छ देन व्हाट विल बी द म्याग्निट्युड अफ प्रेसर एट एनदर पोइन्ट अफ एरिया यति भनेर दिएको छ भन्दाखेरि हामीले के बुझ्ने प्रिन्सिपल अफ कन्टिन्युटी लाग्छ A1 V1 इज इक्वल टु A2 V2 है हामीलाई थाहा छ यसबाट हामीले एउटा एन्डको एरिया पनि दिएको छ भेलोसिटी पनि दिएको छ भनेपछि अर्को एन्डको भेलोसिटी निकाल्नु पर्यो के हुन्छ फर्मुला A1 V1 अपन A2 यहाँबाट हामीले के निकाल्छौँ मिटर पर सेकेन्डमा V2 निकाल्छौँ त्यसपछि होरिजेन्टल पाइप हामीलाई बनाएको छ के बनाएको छ होरिजेन्टल पाइप भन्दा बित्तिकै हामीले के बुझ्छौँ भन्दाखेरि P प्लस 1/2 रो V स्क्वायर इज इक्वल टु कन्स्ट्यान्ट हुन्छ किनकि H1 यता H2 है P प्लस हाफ रो V स्क्वायर इज इक्वल टु कन्स्ट्यान्ट हुन्छ H1 इज इक्वल टु H2 हुन्छ दुवैतिरको हाइट सेम हुने भएको कारणले हामीले यो फर्मुला पाउँछौँ र यहाँबाट P1 प्लस 1/2 रो V1 स्क्वायर इज इक्वल टु P2 प्लस 1/2 रो के हुन्छ V2 स्क्वायर हुन्छ अब हामीले प्रेसर P2 निकाल्ने हो भने P2 भनेको कति हुने भयो P1 छँदैछ प्लस 1/2 रो भइहाल्यो इन्टु के हुने भयो V1 स्क्वायर माइनस V2 स्क्वायर हाम्रो फर्मुला भयो भनेपछि अब हामीले के गर्न सक्छौँ यहाँबाट न्युटन पर मिटर स्क्वायरमा P2 निकाल्न सक्छौँ भनेपछि अब हामीले हेरौँ त यसमा म फेरि स्किम बनाइदिन्छु यो कन्टिन्युटीको फर्मुला लेखेर भेलोसिटी निकाल्यो हामीले 1 मार्क्स पाइयो यदि यो 3 मार्क्समा आएको छ भने यो रिलेसन निकालेर यो फर्मुला हामीले जहाँसम्म बनाउँछौँ त्यहाँसम्म गयो भने अर्को 1 मार्क्स पायो र त्यस पछाडि P1 को भ्यालु राख्ने 1/2 रो भइहाल्यो वाटर भनेपछि वाटरको डेन्सिटी V1 स्क्वायर छँदैछ V2 स्क्वायर छँदैछ क्याल्कुलेट गरेर फाइनल गर्यो भने अर्को 1 मार्क्स पायो हामीले यसरी प्रत्येक स्टेपमा मार्क्स पाइन्छ त्यही भएर म फाइनलसम्म जान सकिनँ साथीकोसँग आन्सर ट्याली गर्दा मिलेन भनेर तपाईहरु वरिड हुन जरुरी छैन अब हामी नेक्स्टमा जाउँ In Young's double slit experiment, slits are separated by 1 mm. When slits are illuminated by light of 650 nanometer, then the distance between third dark and fifth bright fringe on screen at 1 meter will be भनेर हामीलाई सोधेको छ थर्ड डार्क एन्ड कति दिएको छ फिफ्थ ब्राइट दिएको छ है हामीलाई जहिले पनि कन्जिक्युटिभ डार्क कन्जिक्युटिभ ब्राइट अथवा सेन्टर टु फोर्थ डार्क सेन्टर टु फोर्थ ब्राइटको क्वेसन हामीलाई दिइरहेको हुन्छ तर यहाँ अलिकति फरक थर्ड डार्क टु फिफ्थ ब्राइट भनेको छ जस्तै हामीले हेरौँ त जस्तै ब्राइट फ्रिन्जको लागि हामी जाउँ है जस्तै ब्राइट फ्रिन्जको विड्थ भनेको हामीले के बुझ्छौँ जस्तै ब्राइट फ्रिन्जको लागि हेरौँ है त यो ब्राइट फ्रिन्जको लागि हामीले n ल्याम्डा d/d भन्छौँ भने फिफ्थ ब्राइट भनेपछि 5 ल्याम्डा d बाई कति भयो d भयो भनेपछि थर्ड डार्क भनेपछि डार्कको चाहिँ हामीले कति मानेको हुन्छौँ डार्कको 2n - 1 ल्याम्डा d अपन हाम्रो फर्मुला के हुन्छ 2d भनेपछि थर्ड भनेपछि जस्तै यहाँनिर y3 छ भने 2 × 3 भनेको कति 6 6 - 1 5 भनेपछि 5 ल्याम्डा d बाई कति हुन्छ 2d हुन्छ भनेपछि यो दुईटाको डिफरेन्सेस भनेको जस्तै x5 - y3 = कति हुने भयो 5 ल्याम्डा d/d माइनस 5 ल्याम्डा d अपन यो चाहिँ कति छ 2d छ भन्दा यतिकै कति आयो 5 ल्याम्डा d अपन 2d आयो यो भनेको कति आउँछ 2.5 ल्याम्डा d बाई कति आउँछ d आउँछ है 2.5 ल्याम्डा d अपन d आउँछ हामीले के बुझ्नु पर्यो भन्दा थर्ड डार्क यहाँ ध्यान दिनु पर्यो थर्ड डार्कदेखि फिफ्थ ब्राइटको भनेपछि थर्ड डार्कदेखि फिफ्थ ब्राइटको यो विड्थ सोधेको छ हामीलाई के विड्थ सोधेको छ हेर्नुहोस् त सबैजनाले फ्रिन्ज विड्थ यसको फ्रिन्ज विड्थ हामीलाई सोधेको छ त्यो सोध्दा बित्तिकै हामीले फ्रिन्ज विड्थ के हो ब्राइटको लागि n ल्याम्डा d/d हो त्यही भएर फिफ्थ भनेको हुनाले 5 ल्याम्डा d/d भयो डार्कको लागि 2n - 1 ल्याम्डा d/2d हो थर्ड भनेको हुनाले 2 × 3 6 6 - 1 5 ल्याम्डा d/2d भयो दुईटा घट्दाखेरि कति आयो 2.5 ल्याम्डा d/d आयो हामीसँग ल्याम्डा छ 1 न्यानोमिटर भनेको हामीलाई थाहा छँदैछ 10⁻⁹ मिटर यसलाई राख्ने 1 mm दिएको छ स्मल d को भ्यालु दिएको छ 1 mm ल्याम्डा दिएको छ 650 न्यानोमिटर र त्यसपछि क्यापिटल d दिएको छ 1 मिटर यहाँबाट हामीले क्याल्कुलेट गरेर भ्यालु निकाल्न सक्छौं एन्ड गेटिङ फुल मार्क्स है त ल त्यस्तै नेक्स्ट क्वेसन मोनोक्रोमेटिक लाइट अफ वेभलेन्थ दियो हामीलाई वेभलेन्थ दिएको छ इन्सिडेन्ट नर्मल्ली भन्यो डिफ्र्याक्सन ग्राटिङमा र नम्बर अफ लाइन्स पर सिएम कति दिएको छ 6000 व्हाट विल बी द नम्बर अफ अर्डर इमेज जस्तै नम्बर अफ अर्डर हामीलाई सोध्दा बित्तिकै हामीसँग डिफ्र्याक्सनमा एउटा फर्मुला छ a + b सबैलाई थाहा छ sin θ n = के हो n ल्याम्डा हो नम्बर अफ अर्डर भनेको n निकाल भनेको हामीलाई नर्मल्ली भनेपछि जब sin θ n = 1 हुन्छ भन्दा बित्तिकै यो कतिको भ्यालु हुन्छ sin 90 को भ्यालु हुन्छ भनेपछि यो कन्डिसन भनेको के हो भने म्याक्सिममको कन्डिसन हो त्यही भएर म्याक्सिमम अर्डर सोधेको हामीलाई अब
ए प्लस बी इजिकल टु साइन 90 भनेको 1 भएपछि ए प्लस बी इजिकल टु कति भयो एल ल्याम्डा यन भनेको हाम्रो कति आयो ए प्लस बी अपन ल्याम्डा आयो जी ए प्लस बीलाई हामीले के लेखिन्छ क्यापिटल एन लेखिन्छ भनेको के भन्दा नम्बर अफ लाइन्स रुलिङ्स भनेको जहिले पनि के हो भन्दाखेरि रेसिप्रोकल्स अफ के हुन्छ ग्रेटिङ इलिमेन्ट हुन्छ ग्रेटिङ इलिमेन्ट ए प्लस बी भनेको ग्रेटिङ इलिमेन्ट हो यो नम्बर अफ लाइन्स रुल्सको रेसिप्रोकल हुन्छ त्यही भएर ए प्लस बीको ठाउँमा हामीले 1 अपन एन ल्याम्डा राख्ने एन हामीलाई दिएकै छ 6000 लाइन्स पर सिएम अनि हामीलाई ल्याम्डा पनि दिएको छ त्योबाट हामीले यनको भ्यालु निकाल्छौँ जस्तै यनको भ्यालु फर इक्जाम्पल 3.33 आयो भने म्याक्सिमम अर्डर भनेको कति हो भन्यो भने हामीले 3 भनेर टिक लगाउनु पर्ने भयो है ल यो पनि एउटा इम्पोर्टेन्ट क्वेसन हो त्यसै नेक्स्ट छ अ पियानो स्ट्रिङ अफ 1.5 मिटर लङ इज मेड बाई मेटल अफ डेन्सिटी दिस यङ्स मोडुलस दिस द स्ट्रिङ इज स्ट्रेच टु प्रड्युस 1% इलास्टिक स्ट्रेन देन वाट विल बी द म्याग्निट्युड अफ फन्डामेन्टल फ्रिक्वेन्सी अफ स्ट्रिङ भन्छ फन्डामेन्टल फ्रिक्वेन्सी भन्दा बित्तिकै हाम्रो फर्मुला के हुन्छ स्ट्रिङको 2l रुट अन्डर हाम्रो फर्मुला के हो स्ट्रेस अपन के हुन्छ डेन्सिटी हुन्छ अब हामीले के बुझ्नुपर्ने भयो 1/2l लेन छँदैछ भइहाल्यो हामीसँग स्ट्रेन छ स्ट्रेस छैन भन्दा त्यही स्ट्रेस भनेको के हो यङ्स मोडुलस अफ इलास्टिसिटी भनेको स्ट्रेस बाई स्ट्रेन भएपछि स्ट्रेस भनेको यङ्स मोडुलस अफ इलास्टिसिटी इन्टु के हुन्छ स्ट्रेन हुन्छ त्यसपछि तल के छ डेन्सिटी छ अब भ्यालु राख्न सकियो 1 भयो 2 छ यसलाई हामीले 1.5 राख्न सकिहालिन्छ लेन दिएको छ रुट अन्डर भ्यालु यङ्स मोडुलस अफ इलास्टिसिटीको भ्यालु 2 × 10 को पावर कति दिएको छ 11 दिएको छ स्ट्रेन कति दिएको छ स्ट्रेन चाहिँ हामीलाई 1% भनेको छ माथि 1 राख्ने पर्सेन्ट भनेपछि तल 100 अनि त्यसपछि कति दिएको छ 7700 ल यसलाई क्याल्कुलेट गर्ने हाम्रो फाइनल भ्यालु यहाँ केमा आउँछ हर्जमा आउँछ मेबी मलाई लाग्छ यसको आन्सर 170 हर्ज आउन सक्छ है त नेक्स्ट यो ट्राई गर्नुहोस् है फेरि आफै किनभने यो सबै प्रोसेस मैले एज अ हिन्टको रूपमा मात्रै दिएको छु है त Next, the EMF of battery A is balanced by a length of 75 cm on a potentiometer wire. The EMF of standard cell 1.02 volt is balanced by a length of 50 cm. What is the EMF of length? अब हामीलाई यहाँ हेर्दा बित्तिकै खासमा EMF र लेन्थको रिलेसन हामीलाई दियो EMF र लेन्थको रिलेसन दिइसकेपछि हामी सिधै कहाँ जान्छौँ पोटेन्सियोमिटरको प्रिन्सिपलको दुईटा एप्लिकेसन छ एउटा इन्टरनल रेजिस्टेन्स क्याल्कुलेट गर्ने छ अर्को चाहिँ कम्प्यारिजन अफ इएमएफ छ हामी सिधै बुझ्छौँ कि यो कम्प्यारिजन अफ इएमएफ वाला क्वेसन हो त्यही भएर हामीले हाम्रो फर्मुला के हो EA/ES इजिकल टु LA बाई फर्मुला के हुन्छ LS हुन्छ हामीलाई फर्स्टको EMF निकाल भनेको छ EA निकाल भनेको छ त्यो भनेको LA/LS इन्टु के हुन्छ ES हुन्छ LA हामीलाई कति दिएको छ 75 तल कति दिएको छ 50 इन्टु कति 1.02 मलाई लाग्छ यसको सल्भ गर्दा 1.53 भोल्ट यसको आन्सर आउनुपर्छ अब यस्तै कति आउँछ फर्मुला चाहिँ यो है त ल यो पनि एउटा इम्पोर्टेन्ट क्वेसन हो त्यसपछि नेक्स्टमा हामी जाउँ अ प्रोटन इज टु सर्कुलेट द अर्थ अलोङ द इक्वेटर विथ द स्पिड अफ दिस स्पिड दिएको छ हामीलाई फाइन्ड द मिनिमम म्याग्नेटिक फिल्ड व्हिच शुड बी क्रिएटेड एट द इक्वेटर इक्वेटरमा क्रिएट हुने मिनिमम म्याग्नेटिक फिल्ड सोध्यो मास अफ प्रोटन दिएको छ र रेडियस अफ अर्थ दिएको छ अभियस हामीलाई थाहा छँदैछ हाम्रो फर्मुला के हो BQB sin थीटा हो इक्वेटर अथवा BQB cos थीटा इक्वेटरमा थीटा 0 हुँदा 1 हुन गयो BQB इजिकल टु हामीले सेन्टिपिटल फोर्ससँग mv²/r सँग हामीले कम्पेयर गर्छौँ यो भीले यो भी काट्छ भन्दा बित्तिकै हामीलाई बी निकाल्न सोधेको छ बी भनेको हामीले mv अपन के लाउनु पर्यो फर्मुला QR लगाउने हामीसँग m छँदैछ हामीसँग v छँदैछ m छ v छ हामीसँग q अब राख्न सकिहालिन्छ मास अफ जस्तै प्रोटोनको एउटाको चार्जको भ्यालु हामी राख्न सक्छौँ हैन जस्तै BQB को ठाउँमा यसलाई हामीले BEB लेख्न पनि सकिन्छ यसको चार्जको भ्यालु हामी राख्ने 1.6 × 10⁻19 अनि r को भ्यालु हामीलाई 6.37 10 को पावर 6 दिएको छ भनेपछि यहाँबाट सर्टेन भ्यालु टेस्लामा आउँछ है त ओके ल यसरी हामी हेर्न सक्छौँ त्यसपछि नेक्स्ट हामी जाउँ अ सोर्स अफ 34 भोल्ट एन्ड 50 हर्ज इज कनेक्टेड इन सिरिज विथ कोइल अफ 17 मिली हेनरी एन्ड रेजिस्टेन्स 10 ओम भनेर हामीलाई दिएको छ व्हाट विल बी द म्याग्निट्युड अफ PD अक्रॉस कोइल भनेर हामी दिएको छ यहाँनिर यो रेसिस्टर र त्यसपछि गएर कोइलको है त इन्डक्सन कोइलको इन्डक्टेन्सको हामीलाई दुईटा कुरा दिएको छ पहिला हामी इम्पिडेन्समा जाउँ हैन जब रेजिस्टेन्स र इन्डक्टेन्स छ भने Z = R² प्लस XL को होल स्क्वायर हुन्छ रुट अन्डर R² राख्नु प्लस 2πf अनि L को भ्यालु हामीलाई दिएको छ इन्डक्टेन्सको यति भनेर यो राखौँ यहाँबाट हामीले एउटा भ्यालु सल्भ गर्छौँ 3 मार्क्समा न्युमेरिकल आयो भने यसको पायो 1 मार्क्स आयो त्यसपछि हामीलाई करेन्ट निकाल्नु पर्यो करेन्ट भनेको V/Z गर्छौँ यहाँबाट करेन्टको भ्यालु सर्टेन एम्पियर आउँछ यति गर्यो भने
अर्को 1 मार्क्स आयो। त्यसपछि हामीलाई भोल्टेज सोधेको छ। भोल्टेज भनेको हामीले के भन्छ आई इन्टु एक्सएल गर्नु पर्यो हैन, इन्डक्टेन्स जोडिएको हुनाले। अब आई छँदैछ इन्टु एक्सएलको ठाउँमा 2 पाई एफ अनि एल, यो गर्यो भने अर्को सर्टेन भोल्टमा यसको भ्यालु आउँछ। त्यसपछि हामीले यसको 1 मार्क्स पायो भनेपछि अब के रह्यो भने कहिलेकाहीँ तपाईँहरूको कन्फ्युजन, मेरो लास्टको आन्सर सपोज मान्न 16 भोल्ट आयो एकछिनलाई मान, कसैको 16 भोल्ट आएन, तिम्रो साथीले तिमीले चाहिँ 12 भोल्ट ल्यायौ, अब अरू सबैजनाको 16 भोल्ट आयो, 20 भोल्ट आयो, एकछिनलाई मान यसको आन्सर हैन। ल 16 भोल्ट 5 जना साथीको आयो, तिम्रो चाहिँ 12 भोल्ट आयो, ला मेरो त बिग्रियो सबै गएन भन, तिम्रो यहाँ यो र यो मिल्यो भने र यहाँनिर बिग्रेको छ भने पनि तिम्रो 2 मार्क्स आउँछ। त्यही भएर कहिल्यै पनि फाइनल आन्सरसँग चाहिँ अरूसँग ट्याली गर्दा मिलेन र प्रोसेसहरू मिलिरहेछ, फर्मुला स्टेपहरू मिलिरहेछ भने तिम्रो मार्क्स आउँछ, तिमी टेन्सन लिन जरुरी छैन है त। ल अब नेक्स्ट हामी जाउँ। When electrons are accelerated by 50 kilovolt and 0.4% of energy of cathode rays is converted into X-rays and heat is evolved at 600 watt भनेर हामीलाई दिएको छ, what will be the value of current? अब 0.4% of energy चाहिँ क्याथोड केमा एक्सरेजमा चाहिँ कन्भर्ट भयो भन्दा बित्तिकै अब हिटमा कन्भर्ट भयो कति भन्दा P = 0.4 यता कन्भर्ट भयो भन्दा बित्तिकै हामीले के गर्छौँ 99.6% अफ के हुने भयो हेर्नुहोस् त IB हुने भयो, 0.4 त यता गयो भन्दा बित्तिकै अब हामीले P = के गर्न सक्ने रहेछौँ 99.6/100 यहाँ छ भने इन्टु कति छ IB छ। हामीलाई सोधेको के छ करेन्ट सोधेको छ, व्हाट विल बी द करेन्ट I सोधेको छ भनेको I निकाल्दा बित्तिकै हामीले I लाई चाहिँ कसरी गर्न सक्ने भयो P * 100 यहाँनिर छ भने 99.6 इन्टु चाहिँ हामीले के गर्न सक्छौँ V गर्न सक्छौँ। जति भ्यालु करेन्टको आउँछ त्यति नै हाम्रो आन्सर हुन्छ है। यो कुरा चाहिँ हामीले बुझ्न जरुरी छ। यो चाहिँ मलाई लाग्छ 0.012 एम्पियर यस्तै कति आउँछ त्यो तपाईहरुले फर्मुला लेखेपछि गर्न सक्नुहुन्छ, किनभने 0.4 एनर्जी चाहिँ क्याथोड रे कन्भर्टेड भयो एक्स-रे मा जाँदा है। यहाँनिर हेर्नुस् है 0.4 गयो। अब यो हिट इभल्भ जुन 600 वाट भएको छ त्यो हिट इभल्भ चाहिँ कसले गरायो भन्दा बाँकीले गरायो क्या। 100 मा 0.4 गर्दाखेरि कति भयो 99.6 भयो। त्यही भएर 99.6% अफ IB भनेको हामीलाई कति दिएको छ 600 P दिएको छ अनि यसरी गर्ने है त। ल नेक्स्ट आयो, if the half life of radium is 1590 years, how long would it take for a number of atoms of sample to decay to 10% भन्ने हामीलाई दियो। हामीले यसमा फर्मुला सिधै बुझ्ने n = n0 e⁻ -λt भनेर हामीले बुझ्नु पर्यो। यहाँबाट n/n0 भन्दा बित्तिकै हामीले के बुझ्छौँ भन्दा n/n0 को भ्यालु 10% भनेको 10 कति 100 भन्दा बित्तिकै कति 1/10 बुझ्छौँ हैन। भने अब हामीले यसलाई के गर्न सक्छौँ n0/n गर्यो भने चाहिँ यो कति हुँदो रहेछ जस्ट 10 मात्रै हुँदो रहेछ। n0/n 10 हुन्छ भने अब हामीले गरौँ यहाँ गरौँ त n0/n ला चाहिँ के लेख्न सकिन्छ e⁻λt गर्न सकिन्छ = 10 भयो भनेपछि λt = कति हुँदो रहेछ ln अनि कति हुँदो रहेछ 10 हुँदो रहेछ है। ln 10 हुँदो रहेछ। अब हामीले के बुझ्छौँ t = ln 10 है। ln 10 अपन कति हुँदो रहेछ t = भन्दा लैम्डा हुँदो रहेछ। फेरि लैम्डा भनेको हामीलाई के थाहा छ 0.693 डिवाइडेड बाइ कति थाहा छ t हाफ थाहा छ। र यो लैम्डाको भ्यालुलाई यहाँ लगाएर राख्यो भने हामीले t को भ्यालु सर्टेन इयर्समा ल्याउन सक्छौँ। अब यो न्युमेरिकल पनि फर इक्जाम्पल मान्नुहोस् 3 मार्क्समा आएर छ भने यो फर्मुला लेखेर हामीले 1/10 सम्म हामी गयौँ भने 1 मार्क्स पाउँछौँ। त्यसपछि हामी यहाँसम्म गयो भने अर्को 1 मार्क्स पाउँछ र फाइनल्ली अर्को 1 मार्क्स पाउँछ। त्यही भएर फाइनल आन्सर आएन भनेर तपाईहरु वरिड हुन जरुरी छैन। अब अलिकति चाहिँ मैले भाइ बहिनीहरुलाई के भन्छु भन्दाखेरि चाहिँ थोरै चाहिँ मैले आज रसिङमा गरेको कारण के हो भने भिडियो एकदमै धेरै लामो पनि नहोस् र साथसाथमा चाहिँ सबै टपिक्सहरुको न्युमेरिकलको स्याम्पल चाहिँ आओस् भनेर मैले कम्प्लिटली गरेको चाहिँ छैन। तपाईले यो फर्मुलाहरु पाएपछि गरेर आन्सर निकाल्न सकिहाल्नुहुन्छ है त। अब नेक्स्ट एउटा रहेको छ हिट एन्ड थर्मोडायनामिक्स भन्ने रहेको छ। अब हिट एन्ड थर्मोडायनामिक्सको लागि चाहिँ जस्तै हामीले PV गामा = कन्स्ट्यान्ट भन्छौँ। अब 1 मोल फर आइडल ग्यास जस्तै PV = nRT हुन्छ, 1 मोल को लागि PV = RT हुन्छ। अब यो P को ठाउँमा जस्तै यहाँ हामी हुनु त P निकाल्नु पर्यो भने P को ठाउँमा RT/V राख्ने, V निकाल्नु पर्यो भने फेरि के गर्ने RT/P राख्ने हैन। जस्तै के छ रिलेसन जस्तै हामीलाई क्वेशन दिँदा फर इक्जाम्पल प्रेसर र भोल्युम रिलेटेड छ भने यो राख्ने, अब प्रेसर र टेम्परेचर रिलेटेड छ भने अब हामीले प्रेसर छँदैछ V को ठाउँमा RT/P वाला रिलेसन राखेर राख्ने हैन। अब त्यस्तै फेरि अर्को कुरा छ भने जस्तै प्रेसर र टेम्परेचर छ भने अथवा भोल्युम र टेम्परेचर छ भने फेरि प्रेसरको ठाउँमा RT/V राखेर
अनि भोल्युमसँगको रिलेसन निकाल्ने है। एउटा पिभी गामा इजिकल टु कन्स्ट्यान्ट सम्झेर पिभी इजिकल टु आरटी सम्झेर गर्ने एउटा यो क्वेसन इम्पोर्टेन्ट छ। अर्को एउटा इफिसियन्सी निकाल्ने 1/s Q2/Q1 * 100 1 - T2/T1 * 100 दुईटालाई इक्वेट गर्यो भने Q2/Q1 T2/T1। यो क्वेसन हिट एन्ड थर्मोडायनामिक्सबाट इम्पोर्टेन्ट छ। यो फर्मुला लगाउने खालको पनि तपाईहरुले हेर्न सक्नुहुन्छ है त। अब मैले फेरि के भने त लास्टमा भन्दाखेरि मैले अगाडि नै तपाईहरुलाई भनिसकेँ, आज चाहिँ मैले धेरै टपिक्सहरुको तपाईहरुले न्यूमेरिकल भनेको हुनाले धेरै टपिक्सको स्याम्पल एक एकवटा न्यूमेरिकलहरुलाई मार्क किसिमको आधारमा भनेको फाइनल आन्सर नआउँदा पनि हामीले स्टेप बाइ स्टेप कसरी मार्क्स पाउन सक्छौं भन्ने आधारमा चाहिँ कम्प्लिट सोलुसन नगरिकन मैले तपाईहरुलाई देखाएको छु, किनकि भोलि नै तपाईहरुको एक्जाम भएको हुनाले तपाईले यो गर्न सकिहाल्नुहुन्छ भन्ने हिसाबले। सो यो कुरा तपाईहरुले हेर्नुस्, तपाईहरुलाई राम्रो हुन्छ भन्दै 1 सेकेन्ड बेस्ट अफ लक फर योर फिजिक्स एक्जाम। र आफ्टर 12 क्लास तपाईले सकिदा नै अहिले तपाईहरुको प्लस 2 को रिजल्ट 1.5 महिनामै गर्ने भएको र परीक्षाको अन्तिम दिनदेखि परीक्षाको रिजल्टसम्म हामीसँग धेरै ग्याप नरहेको हुनाले इन्जिनियरिङ र आईटी प्रिपरेसनको लागि विगत 32-33 वर्षदेखि अनवरत रूपमा लागिरहेको यस पीए एसोसिएसनलाई हजुरहरूले सम्झिहाल्नु हुनेछ भन्ने आशाको साथ once again बेस्ट अफ लक फर योर फिजिक्स एक्जाम। थ्यांक यू अल अफ माई डियर स्टुडेन्ट्स।